So hello guys, welcome back to my channel. It's me Aswan Khatiola and आजको वेदर हेर्नु कति त्यो छ अनि हजुरहरुले हेरिरहनु भएको छ. I am Aswan Khatiola. हजुरहरुले हेरिरहनु भएको छ Aswani Khatiola को च्यानल मीन्स मेरो च्यानलको नाम हो वासुदेव खतिवडा. र आजको वेदर कति राम्रो भएको छ. वेदरहरु हेर्नुस् न कति क्यूट प्लस राम्रो प्लस शुद्ध छ. कस सिटीमा भइरहेछ यस्तो कन्डिसन त. ओके अब म हजुरहरुलाई यहाँबाट फुल देखाउँछु. हल्का हल्का पानी पर्ला जस्तो छ. म चाहन्छु पानी परोस् र म मम्मीलाई नभनिकन खेल्नु. टिपा टिपा परेसा पानी में आग लगानी. दिलबर हाँ दिलबर. बाई द वे हजुरहरु साच्चैमा भनौँ भने वाउ इट्स सो क्रेजी. यति राम्रो भ्यू आएको छ नि कि म हजुरहरुलाई बयान पनि गर्न सक्दिनँ, देखाउन पनि सक्दिनँ, केही गर्न सक्दिनँ. म हजुरहरुको लागि त के नै गरौँ र. पहिला भन्दा चाहिँ अलि राम्रो वेदर नै भएको छ. हेर्नुस् न हजुरहरु. बाइ द वे यति राम्रो पानी पर्यो हल्का पानी पर्छ. मलाई त्यस्तो पाथी भएर याद आयो यार. मलाई त हिउँ पो खेल्न मन लाग्यो. पाथी भएर याद आयो मलाई. पाथी भएरमा अब हिउँ परिरहेछ नि त. मेरो बच्चामा के थियो भने म यो ट्याङ्कर थियो नि, यो ट्याङ्कर छ नि, यसको तल आउँथेँ. तल आएर मजाले बस्थेँ. यहाँ पिङनिर त आउँथिनँ किनभने पिङनिरबाट यहाँपट्टि पानी आउँछ, यहाँदेखि आउँदैन भनेर. तर पनि कहाँबाट लिक भएर आउँथ्यो पानी माथि. बट नो प्रब्लम. अहिले बेसरी आएको छ. बेसरी आउने बित्तिकै हामी जान्छौँ तल. के गर्ने मेरो साइडकै घरलाई म देखाइदिन्छु. के गरौँ भइरहेछ. मेरो मैले अहिले अस्ति मेरो कमसेकम 5 वर्ष भइसक्यो त्यसलाई किनेको. अहिले म होइन 4 वर्ष छ. अहिले म 5 वर्ष हुँदा ठ्याक्क मेरो बर्थडेको दिन म 5 वर्ष लाग्दाखेरि मम्मीले किनिदिनु भएको थियो. बिकज मेरो इच्छा थिएन मलाई कि अहिलेसम्म टेडी बियर ठुलो भन्ने हुन्छ भने मलाई केही थाहा छैन. मम्मीले मेरो लागि किनिदिनु भएको आफै. त्यतिखेर लिटरली गाइज मेरो यो टेडी मेरो हेर्नुहोस् त. यो रुक्नुहोस् है, म हजुरलाई अड्काएर देखाउँछु. यसले अड्कायो. ओके यो अड्किरहेछ नि. यो बस्दाखेरि पनि मेरो हाइट यत्रो हुन्थ्यो. मेरो हाइट लिटरली टाउको जत्रो. अहिले बस्दाखेरि यत्रो. उभिँदाखेरि चाहिँ नि यसरी उभिँदाखेरि चाहिँ नि मेरो हाइट यतासम्म पुग्थ्यो. सिरियसली गाइज यति सानो हुँदा मम्मीले किनिदिनु भएको थियो. बट हाइटले केही पनि लिँदैन. मेरो एउटा साथी छ, मैले रिच लक्की किन भन्छ म हजुरलाई देखाउँछु. मसित मेरो टेडी बियर छ, धेरै स्टेसनरीहरू छ. म 5-14 जान्छु जे मन लाग्यो त्यही. एउटा डल छ, यो छ, यो स्कुटर छ. बाटोमा मन पर्दैन. यो त बाबाले त्यत्तिकै मलाई त्यत्तिकै यो बर्थडे पनि होइन, मेरो केही पनि होइन. लास्ट टाइम के रहेछ थाहा छ. मेरो तिथिखेर यो दिनुभयो. स्केटिङ चाहिँ नि बाबा म स्केटिङ खिच्छु भनेर बाबाले त लिएर आइदिनु भयो. बस त स्विमिङ पुल पनि थियो बट त्यो सकेछ. मेरो चाइनाको मतलब मेरो चाइनाकै त्यो हो. मेरो दादा चाइना गइसकेको छ. हजुरहरूलाई थाहा छ होला. चाइनाको जानुभएको थियो, स्कुलले लिएर गएको थियो. त उहाँले मलाई कति धेरै चिजहरू किनिदिनु भएको थियो. चक्लेट्स, पर्स अनि पर्स, टेन्ट हाउस, पान्डा खाले ज्याकेट, अझै के कुरा. मलाई
चाहिँ मजा आउँछ गाइस म हजुरलाई देखाम कि नदेखाम यार म होइन हल्का लुकेर देखाउँछु है मस्तिर फसाउँछ मलाई म कुच्नुहुन्न मलाई गाली गर्नुहुन्न यहाँपट्टि मेरो पर्सनल स्विङ पनि छ यहाँपट्टि अझै एउटा मेरो डोरे मान मैले के हालत बनाइदिइसकेँ सफा गरेकोलाई बट अनि मेरो बर्थडेमा यो दिनुभएको थियो बास्केटबल यो चाहिँ नि मैले दादालाई गिफ्ट दिएको थिएँ जो कि अहिले पम्पले हावा भइसक्यो यो बल चाहिँ एउटा टेनिस टाइपकै हो र यहाँपट्टि झुमरे बिचको रुममा चाहिँ नि लक्जरी रुम छ जसमा हामी सुत्दैनौँ त्यतिकै राख्यौँ अनि देखाउँछु हजुरलाई बुढी भाउ अघिदेखि हेरेको छ झुकेर हेर्छु झुकेका नै साला हुन्थ्यो नि तर उता एउटा बुट्टा छ होइन त्यो छ ओके यहाँ हेर्नुहोस् है तलदेखि माथिसम्म सबै मेरो लक्की पासाको भनेर भन्छ मेरो तल यो पुरा यिनीहरू तिनवटा सानो गर्छ 1 2 3 ओके 5वटा छ 1 2 3 4 5वटा कसरी भयो भने एउटा चाहिँ नि यो साइडमा छ सानो घर तर यति सफा छ नि टिलिक्क परेको यहीँपट्टि एउटा बारी छ यत्रो सानो घर छ यो पुरा टोलमा चाहिँ यहाँदेखि त्यो उतापट्टि लाइन छ एउटा त्यहाँदेखि त्यहाँसम्म अनि ओके बात कति मजा आइरहेको छ पानी पर्ला असिना झर्ला तर घाम अरू अस्ति नैको भिडियोतिर तपाईँले भनिरहेको थियो कि मलाई यो सिजन मनै पर्दैन मैले त्यस्तो त भनेको थिइनँ बट मलाई लगातार पानी परोस् तर एकचोटि त एक छिलको लागि त घाम निस्कोस् आज मैले दिउँसोतिर घाम त देखेको थिएँ मैले अघि नैतिर त पुरै चर्को घाम थियो त्यसैले मैले खुसी भइरहेको छु मतलब म अहिले दुःखी हुँदै अनि म के गर्न सक्छु र यो प्राकृतिकको मेरो किन हो म असारमा जन्मेको होइन तर मलाई किन हो त्यो भइरहेछ क्या पानी पऱ्यो छिटा आमा प्राकृतिकको हामी रोक्न सक्दैनौँ द्याट्स व्हाई आई एम रियली एक्साइटेड मेरो ठाउँमा पानी पर्यो असिना झर्यो ओके गाइज माथि नै देख्छु र पछाडिपट्टिको भ्यू हेर्नु मेरो भ्यू हेर्नुहोस् र अब हल्का हजुरहरूलाई डान्स सिकाउँछु डान्स मतलब ऊपर हजुरहरूले आउँदैन भन्ने होइन ओके यस्तो गर्ने फर्स्ट हजुरहरूले